हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ तपाईँहरूलाई एउटा सरप्राइज छ। त्यो सरप्राइज के हो भन्दाखेरि चाहिँ आज म इन्टरनेसनल सेलिब्रिटीसँग चाहिँ कोया भन्न गइरहेको छु। आऊ ओहो के छ सल्टी, ल आफ्नो इन्ट्रोड्युस गर। To begin with, my introduce myself. अब के भन्नु, पहिले भनिसकेको थियो। म वही पुरानो तपाईको प्यारो पुजन। पहिला चलेको बिचमा चाहिँ भिडियोहरू हाइड भयो युट्युबबाट, धेरै चलेको जेलस। माई फ्रेन्ड गेट भेरी जेलस। त्यही हो। अब आज हामीले के गर्दैछौँ भन्नु सबै। के अरे जिप लाइन हान्छौँ होइन? जिप लाइन के हो? ट्री टप। ए ट्री टप हो? होइन ट्री टप हान्छौँ हामी। आज चाहिँ सेन्ट्रल कोस्टमा उसको बर्थडे छ। आज उसको बर्थडे, ह्याप्पी बर्थडे फेरि पनि एकचोटि ह्याप्पी बर्थडे साथी। अब सेन्ट्रल कोस्टमा चाहिँ हामी ट्री टप गर्नलाई चाहिँ आएको छौँ। अस्ति पालि हामी आएको बेला चाहिँ के अरे यो जिप कोस्टर चाहिँ गरिसक्यौँ। अब आजको लागि कतिको एक्साइटेड छौ त? भेरी भेरी एक्साइटेड, भेरी भेरी एक्साइटेड। मुटु धडक धडक धड्किरहेछ, चडक चडक चड्किरहेछ। ल है त गाइज, अब चाहिँ हामी ट्री टपको रिसेप्सनतिर जाँदैछौँ। अब के लिन जाँदैछौँ भनिदेऊ त? किन जाँदैछौँ? हामी टिकट लिन चाहिँ जाँदैछौँ। त्यसपछि चाहिँ हामी टिकट लिएर आएर अनि देखाउँछौँ। त्यसपछि अरू त्यो हाइटसम्म चढ्नेछौँ हामी। ल है त गाइज, तपाईँ देख्न सक्नुहुन्छ हाम्रो रिसेप्सन चाहिँ यता छ। अब यहाँ गएर चाहिँ हामीले यसो छलफल गरेर चाहिँ हामीले टिकट लिन्छौँ। के छलफल गर्ने भनिदेऊ त? छलफल केही हुँदैन, सिधै भन्छौँ हामीले के अरे पैसा पैसाको के अरे पैसा असुल चाहिँ हामीलाई यहाँ रमाइलो हुनु पऱ्यो, होइन भने हामीले रिफन्ड माग्न सक्छौँ। पुरा सिधै क्लियर छ। जाने हो टिकट लिने, झ्याम्का झ्याम हान्ने होइन। यो मन परेन, यो काटिन सकिन्छ फेरि अहिले। सबैजना ल्याउँछौँ पछाडि राख्छौँ। भुत्या चक्छ। बिजी छ नि के भन्ने, कस्टमरलाई सेवा छैन। ल है त गाइस, तपाईँहरूले देखिसक्नु भयो हामी रेडी भइसक्यौँ आज हन्टिङको लागि। आज हन्टिङ कस्तो हुनेवाला छ भनिदिनु पुजन? आज हन्टिङ कडा हुनेछ। हन्टिङको हाम्रो डेस्टिनेसन चाहिँ माथि छ। आज हाम्रो रुफटपमा हुनेछ हन्टिङ। आज बाँदर सबै सकिनेछन् हो कि भन त? बवाल सकिन्छ। आज रुफटपमा गएर चाहिँ हाम्रो वार हुनेवाला छ। केसँग वार हुनेवाला छ त्यो सबै हामी तपाईँलाई देखाउनेछौँ। ल पुजन आऊ यता भन। त्यहाँदेखि हल्का हाम्रो वार्मअप हुन्छ होला, अनि वार्मअप भएर हाम्रो त्यहाँदेखि अनि हाम्रो यात्रा सुरु हुन्छ। होप फर द बेस्ट, नट फर द लेस। अब रमाइलो हुन्छ जस्तो छ। कहाँ तिमी हग्न गयो क्या? हग्ने होइन, यो टाइममा अरूलाई हगाउने हो। त्यस्तै चाहिँ बन्नुपर्छ, बुझ्यौ नि? डर लागिरहेको छ छैन? के को डर नि? डर के आयो? डर के आएकै जिते। माउन्टेन ड्यू माउन्टेन खान्छ। प्रोटिन खाएर आएको पुजनले। ओके गाइस, अब हामी अर्को मिसनमा जाँदैछु म चाहिँ अब। ल है त, मिसन नम्बर 13। यो अरूको लागि एकदमै गाह्रो छ, तर मेरो लागि चाहिँ एकदम इजी लागिरहेछ। मिसनको चाहिँ लास्ट गेम। ल है त, हाम्रो चाहिँ फर्स्ट मिसन सकिसक्यो। यो चाहिँ इजी लेभलको लेभल 1को मिसन थियो। एकदमै इजी नै भयो भनौँ। तिमीलाई कस्तो लाग्यो आजको मिसन? भेरी इजी। अब हामीसँग 2टा मिसन बाँकी छ। अब 2टा मिसन थर्ड मिसनमा जान्छ। चित्तै हामीलाई हार्ड मिसन चाहियो। इजी मिसन चाहिँ हाम्रो लागि केही नि रहेन छ। ब्लू यता अगाडि दिस एरो माइट यस्तो छ। अघि हामीले गऱ्यो होइन ब्लू? ल है त, हामी जान्छौँ अब यतातिर। आऊ, अघि हामीले ग्रिन गरे, उसले गरेर उसको दिमागै उ भइसक्यो। ल गाइज, म जान्छु है त। हान्यो? ल है त, हान्नुपर्छ। ल हान्यो। ल सल पल देखाउ त। तरी रन क्या छ यार? अहिलेसम्म चाहिँ एकदमै इजी भइरहेछ। अब के गर्नु, अब बच्चाले हान्ने जस्तो चाहिँ हान्नै पर्यो। अब के गर्नु, आँखा चिम्लै हानिन्छ। भनेर के अरे मान्छेहरू चाहिँ अड्किरहेको छ। ट्राफिक जाममा पऱ्यो हामीहरू। यतिको ट्राफिक त सिडनीको पनि हुँदैन होइन? के अरे त्यहाँनिर अगाडि चाहिँ सायद मान्छे अड्के जस्तो छ, त्यही रेस्क्यु गर्न आएर चाहिँ हल्का ट्राफिक जाममा पऱ्यो जस्तो छ।
सो फार सो गुड। अब धेरै के भनौँ, अझै नेक्स्ट लेभलको चाहिँ उता माथि रहेछ। दिस इज लेभल 2 अनि त्यो चाहिँ अब हाम्रो लेभल 3 हुन्छ। यो म दौडिन्छु यसमा। ल माइट दौड। के छ त डर एक्साइटमेन्ट कति के भइरहेछ? डर यता एकचोटि हानिन्थ्यो, अब हेरेर आइसकेर यसो सेफ्टीको लागि पनि बिस्तारै हान्नु पर्ने भएको छ। टोइलेट जाँदा हानेर जान्थ्यो होइन यो जहिले? यो त कहाँ टोइलेट जाँदा यस्तो बाटो जानु पर्यो। घर कहाँ हो तिम्रो? घर त त्यहीँ पर। खै अलि दाल भात खाएको पावर देखाउनु पर्यो। ल गाइस, अब हामीले चाहिँ 2टा मिसन कम्प्लिट गरिसक्यौँ। त्यो फर्स्टको चाहिँ लास्टै इजी थियो, सेकेन्डको चाहिँ हल्का हल्का ठिकै भनौँ न। अब थर्डको चाहिँ हार्डेस्टवाला मिसन हो। अनि त्यसपछि हाम्रो सकिन्छ आजको यो ट्री टप चाहिँ। अब थर्ड मिसनको लागि एक्साइटेड छ? ल है त, उसलाई चाहिँ इजी लागिरहेको छ। थर्ड मिसन चाहिँ कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छौँ त्यो एक्सपिरियन्स। बन्चरोले पच्काइदिनु पर्छ अहिले। ल है त। यस्तो त मैले 4 क्लासदेखि नै सुरु गरेको थिएँ खेल्न। अब यहाँनिर आएर अहिले पैसा तिरी गर्नुपर्ने। अहिले पैसा तिरी गर्नु पर्छ। रुखको के अरे बर पिपलको त्यो हुन्थ्यो नि, डोल याद छ तिमीलाई? हाँगामा झुन्डी झुन्नी चढिन्थ्यो। अरे यो त के हो र? यो के जस्तो लाग्छ? यो इजी कि त्यो अर्को रुखको? यो इजी नि। ओए अड्को तिम्रो। हेलो, डु यु माइन्ड? घाँटी अड्काइसक्यो यार। अब हामी सेफ्टी अप्नाउँछौँ। यसरी हान्ने नि होइन, यसरी सजिलो रहेछ। स्पाइडरम्यानको ट्रेनिङ गर्दैछु म चाहिँ। चान्दी जस्तो कि यो त्यसै हल्का रिस्की टाइपको रहेछ। के अरे त्यहाँनिरदेखि त्यो चुड्डी नखोजिरहेको थियो। 1 foot at a time. Just get a tips from him. ल गाइस, यो चाहिँ हाम्रो आजको चाहिँ लास्ट हो। एकदमै मजा आयो, एकदमै वर्थ इट थियो होइन। अब पूजनले चाहिँ के भन्छ? रमाइलो भयो। 3 घन्टा 4 घन्टा सायद यहीँ बित्यो होला। इट्स अ गुड फन। तपाईँहरू आउनु चाहनुहुन्छ भने आउनु, रमाइलो गर्नु। तपाईँहरूले रिग्रेट चाहिँ गर्नुहुन्छ छैन। यहाँको चाहिँ सबभन्दा राम्रो चाहिँ के लाग्यो तिमीलाई आजको? सबैभन्दा राम्रो मल्टिपल के अरे तपाईँको एक्टिभिटिज हुँदो रहेछ। एउटा जिप मात्रै हुँदैन रहेछ। स्पाइरोदेखि लिएर तपाईँको के अरे सबै चाहिँ हामीले त्यो तपाईँहरूलाई अब कुन हामीले खिच्न पाएको छ सबै चाहिँ हामीले भिडियोमा देखाउनेछौँ होइन। तर लास्टको यो कुन अरे यो ब्ल्याक मिसन चाहिँ एकदमै खतरा थियो। अरूभन्दा ब्ल्याक मिसन चाहिँ अलिक टफ जस्तो लाग्यो। अब रेड पनि भन्दै थियो। रेड चाहिँ अब आजलाई हामीले भ्याउनु भएन। वी गट सम अदर प्लान्स टु डु। सो अब त्यही भएर अब के गर्नु होइन त। अब चाहिँ हामी जान्छौँ होइन त। अब आजको एक्सपिरियन्स राम्रै भयो। ल त गाइस, अब आऊ बुझन। अब आजको हाम्रो सबै एक्टिभिटी चाहिँ सक्यो होइन। कति घन्टा जति लाग्यो भन्दै एकचोटि? 3-4 घन्टा जति खेलियो। आज खेल्न आएको रहेछ, खेल्यो। एकदमै रमाइलो भयो होइन। अब यतिको खतरा ट्रेनिङ त ब्रिटिस आर्मी के अरे नेपाली आर्मीले के हान्छन् होला र हामीले आज हानेको म त्यस्तो चाहिँ भन्न चाहँदैन। किन भिनाजु हुनुहुन्छ भनेर हो क्या। अनि के अरे जे होस् रमाइलो भयो। अब चाहिँ हामी केही खानपिनको व्यवस्था गरेर चाहिँ खाएर अनि हामी लाग्नेछौँ आफ्नो गन्तव्यतिर। भिनाजुले पेली हालिदिन्छ भनेर म केही भन्न चाहन्छु। हामीले त्यसरी भन्न चाहिँ खोजेँ होइन। तर इट्स अ टफ ट्रेनिङ, टफ एक्टिभिटी। अब के भनौँ अरू होइन। रमाइलो भयो जे होस् होइन त। फेरि पनि पूजनलाई ह्याप्पी बर्थडे। ल जम्मा 35 वर्ष भयो, धेरै भएको छैन। अनुहार 40 देखि 35 मात्रै भयो।
ल त्यही हो गाइज को चाहिँ यहाँको गाइडलाई चाहिँ हामी सोध्दैछौँ अब आजको यिनीहरूको जबको बारेमा के हुन्छ भनेर ए मेरो वाट्स योर नेम आजको नाम दिपक ब्रो थियो क्या नाइस टु मिट यु ब्रो Nice to meet you. सो वाट्स योर बेस्ट पार्ट अफ दिस जब एन्ड इन द वर्स्ट पार्ट She's the best part. No, I love put that on in the video. Come on, say a few words. The worst part is the heat. I hate the heat. Yeah. Heat's And horrible. the best adventures. The best what? The best part of this job. Probably meeting everyone. Oh yeah. Meeting everyone. What about him? He's Are you alright. happy He's meeting alright. him? He's alright. He's not that bad. Come on. See you on Hope my for the next best, videos. Not for the less.